guys, welcome to my new vlogs. आज चाहिँ म गोठला आएको छु म र मम्मी। पानी परिरहेको थियो त्यही भएर आज चाहिँ अलि ढिलो ढिलो खोल्यौँ। 3 बजिसकेको छ। गर्मी गर्मी मनी ल ल मनी बाख्राको पेटहरू इद्री इद्री छ। कति बेला लगाउँछ लग्न आइ ल जाङली फिरा कुन गएको जोर लाग्ने हिँड आमासँग हिँड। हाम्रो जेन्जी पनि छ यहाँ चाहिँ। जेन्जी खा म चाहिँ के भन्छ अरे छोडिएको बाख्रा दबाउने उल्टा गरेर हेर्ने। गर्मी छ त्यही भएर मैले चाहिँ फ्यान पनि लगाइरहेको छु क्या। म ठुलो बनाउँछु ल फ्यान, तपाईँहरू सुन्नु होला। हुन्छ क्या साह्रै लाउँछ, चिसो लाग्छ नि त फेरि। तर मलाई चाहिँ एकदम धेरै गर्मी हुन्छ किनकि म चिसोमा बस्ने बानी भएर। मम्मीहरूलाई चाहिँ ठिकै हुन्छ होला। यस्तो पर पर्छ क्या बाख्राहरू। हेर्नु कति धेरै छ हाम्रो बाख्राहरू। तर अझै थियो हामीले चाहिँ बेचेर यति बनाएको रे मम्मीले भन्नुभएको। अब यो पनि झट्पट बेच्दिनँ। पानी परेर आजको भ्यू यस्तो छ। अलि पनि हल्का पानी परिरहेछ। छ्या झिङ्गा हल्का हल्का पानी परिरहेछ अहिले पनि। फेरि पनि अब हामी त गोठला त जानु पऱ्यो नि त। त्यही भएर 3 बजीतिर भए पनि खोलेको। अब 3 घन्टा त जति चढाउँछौँ अनि त्यसपछि घर राख्छौँ साथीहरू। हामी चाहिँ गाउँमा यस्तै हुन्छ। बिहान उठ्ने, घाँस काट्ने, बाख्रालाई लगाइदिने, अनि त्यसपछि फेरि के कामहरू गर्ने, खानासाना पकाउने, खाने, अनि फेरि दिउँसो गोठला जाने, फेरि आउने, खाना पकाउने, खाने, सुत्ने, फेरि बिहान उठ्ने, त्यस्तो हुन्छ क्या कामहरू चाहिँ। अब पानी पर्यो आज, अब झन् धेरै काम हुन्छ। मकैहरू पनि मर्न लागिसकेको थियो। त्यो मकैहरू पनि अब पाक्छ अनि फल्छ ठुल्ठुलो, त्यसपछि खान पाइन्छ। त्यो घाम धेरै लाग्छ नि त, मरि नै सकेको थियो भन्दा नि हुन्छ। आज चाहिँ पानी परेको कति धेरै ठुलो। हेर्न सानो सानो मुनिहरू यस्तै हो साथीहरू। हजुरहरूकोतिर कस्तो छ? हाम्रोतिर यस्तै हो। हेर्नु के को फल हो यो? यति धेरै फल खान मिल्छ मिल्दैन? कोसी चाहिँ त्यहीँ छ हाम्रो। त्यही भएर धेरै गर्मी गर्मी। अब लड्छु कि क्या हो यस्तो साथीहरू। अब म हजुरहरूलाई देखाउँदै गर्छु कति धेरै गर्मी साथीहरू। हेर्नु न मलाई अहिले धेरै पसिना आइसक्यो क्या। मलाई मात्रै यस्तो हो कि अरूलाई पनि हुन्छ हौ। मलाई त लास्टै गर्मी हुन्छ त गाइस। कोसी देखिरहेछ। क्यामेरा पक्रिन आउँदैन छ्या। म चाहिँ भर्खर स्टार्ट हो नि त साथीहरू भ्लग बनाउन। अब चाहिँ म भ्लग बनाउँछु है। मेरो भ्लग हेरिदिनु होला। म सबै भ्लग बनाउनु छु अबदेखि। गाउँको यस्तै कुराहरूको, बाख्रा गोठा लगाएको, अनि के भन्छ अरे अरू कामहरू गरेको, अर्ग्यानिक लाइक गाउँमा हुन्छ नि त के हो त्यस्तो भ्लगहरू बनाउँछु। सो हेरिदिनु होला। सपोर्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। मलाई भ्लग चाहिँ बनाउन चाहिँ खासमा आउन चाहिँ आउँदैन। त्यही पनि अब सुरुमा सिकिरहेको हो नि त साथीहरू। अनि सो मन पराइदिनु होला। हेर्नु न यस्तो मनपर्छ क्या मलाई। बाख्राहरू कुटु घाँस खान्छन् अनि म हेर्छु। मम्मी अरू बाख्राहरू त्यता छ?
फ्यानले सुन्नेको साथीहरू मार्छु ल। के भन्नुभएको? ए हस् फेरि म पाल के भन्छु खोल्छु। फ्यान नलगाइ सक्दिनँ म त। धन्न मेरो बुढाले यो फ्यान अनि त्यसपछि के भन्छ अरे कामहरू गर्दाखेरि लगाउने फ्यान जिउमै अनि घरमा बस्दाखेरिको फ्यान ल्याइदिनु भएको छ र म बाँचिरहेको छु। नभए म यति बेला मरिसक्थेँ गर्मीले साथीहरू। धेरै गर्मी हुँदैन, गर्मी पनि किन नहोस् त्यस्तो माथिको लेकबाट त्यहाँबाट त्यो लेकबाट यहाँ झर्नु भनेको सानो कुरा हो। यहाँ बिहा गरेपछि यति गर्मी त सहनै पऱ्यो, के गर्नु अब। घाम पनि त्यस्तो लागेन हौ साथीहरू, तर के साह्रो गर्मी। म त छक्क परेँ। मलाई यति धेरै पसिना त जिन्दगीमा कहिले पनि आएको थिएन ल, किनकि म अल्छीले काम नै गर्दिनँ थिएँ। त्यही भएर पनि होला, तर यहाँ अति धेरै गर्मी पनि छ क्या। लेखको मान्छे त्यो पनि अल्छी मान्छे, कामै नगर्ने मान्छे त भन्न मिल्दैन, काम त गर्थे। त्यही पनि लेखको मान्छे बेसीमा गर्दाखेरि गर्मी त भइहाल्छ नि। बेसी पनि यति धेरै बेसी कि कोसीको छेउमै आइपुगेछ हौ साथीहरू। ठ्याट के सोचेको थिएँ जिन्दगीमा के भयो आज हुँदैछ कि अगाडि बस्छु यस्तै हो साथीहरू। बस्छु। मम्मी चाहिँ कहाँ हुनुहुन्छ म देखाउँछु तपाईँहरूलाई। मम्मी पर हुनुहुन्छ क्या, मम्मी चाहिँ हो त्यहाँ। त्यहाँ हुनुहुन्छ बाख्रा यता, म चाहिँ यहाँ। यस्तो साथीहरू। हेलो साथीहरू, हामी चाहिँ यहाँ बाख्रा पर्खिरहेको छौँ। मम्मी त्यहाँ त के गर्नु, गोठाले भयो भन्नु मम्मी केही शब्दहरू। भन्नु र म त दिनै पिस्यो। गोठाले मान्छे जङ्गल गयो, ढुङ्गामा बस्यो, रुखमा बस्यो। बाख्रा बोलायो। आज त पानी परेकोले रुखमा पस्न नसकिने र बाख्रा छोडेर मजाले साथीबारी वल्लो ढुङ्गा पल्लो ढुङ्गा बसिरहेको छु। यस्तै छ है साथी हो हाम्रो यता कामहरू। यता छु। हजुरहरूको कस्तो काम छ हामीलाई पनि भन्नु। म चाहिँ यता छु गर्मीले यहाँ फ्यान लगाएर बसिरहेको छु। हाम्रो बाख्रा चाहिँ कता छ थाहै छैन गोठाले। हामी चाहिँ यहाँ मस्त बसेको छु गफ लडाउँदै। बाख्रा चाहिँ यतैतिर यही जङ्गलमा होला, भरे यताबाट आउँछ होला कि कताबाट आउँछ। हामी यहाँ बसिरहेको छौँ। हजुर पानी परेकोले आफ्नो मजाले तर रुख बस्नु सकिँदैन, चिप्लो छ। नभए त्यो खुम्ची साथी खैर खाँदैन अहिले मम्मी? अलिक खाँदैन, कलिलो अलिअलि मात्रै खान्छ, छिटो हुन्छ। कलिलो चाहिँ छिट्टो छिपेको चाहिँ हो मिठो। कलिलो पो झन् मिठो हुनुपर्ने त। अलिअलि त खान्छ, धेरै मजाले चाहिँ खाँदैन। बाउले डढेर लाएर सबै खर्च मरिरहेको छ। ए डढेर लगाएर राम्रै भयो है। यो माथिबाट झन् चाकचुक मरिरहेको छ दुईजना बाँध्दैन। फ्यान लाउनु नि, फ्यान गर्मीले यस्तो। किन यस्तो भएको मम्मी? घाम पनि लागेको छैन त, त्यही पनि गर्मी के। अब बसिराख्दा पनि पसिना। घाम लागेकोमा पानी पर्यो, अनि फेरि ढुङढुङ छ भएको नि बाख्रै हावा एउटा खेल्ने यस्तो भयो भने पानी पर्छ नि। हाम्रो बाख्रा पर रहेछ कहाँ? त्यतातिर छ। भोलिपर्सि टाङ्गो सासेर खान्छ त्यहाँ वारेमा हाम्रो त्यो बारी छेउमा पर्यो। दुधेटारको चाहिँ खसाको कति धेरै टाढा छ हाम्रो बाख्रा हो त्यतातिर छ, तर हामी चाहिँ यतातिर छौँ। गोठाले जति तिनजना कोही सुत्ती सुताइ यहाँ पनि छ। जेन्जी जेन्जी हो, सलाम गर, सलाम। सबिन जस्तै घमण्डै छ क्या यो जेन्जी पनि।
आफैले नाम लगाइदिएको 2-3वटा बाख्रा मात्रै छ त त्यहाँ त चरे निस्किन्छ उँधो गएको रुटहरूमा बाघ अहिले चाहिँ बाघ आउँदैन आउस पर्ने सिरी भन्छेको अहिले चाहिँ आएको छैन केरा मम्मी आजसम्म त्यति रिवाज गर्नु भएको छैन देउता हजुरले यो यस्तो देवी भूमि पूजा गरिरहनुपर्छ अरे नि त कोसी चाहिँ यस्तो धमिलो भएको छ अहिले चाहिँ त्यतातिर हामीले थोडा माछा अस्ति न माछा मारेको त्यहाँदेखि यहाँसम्म अहिले यहाँबाट म हिँडिरहेको छु पानी पर्छ होला भनेर घाँटी बेल्नुलाई बोल्नु झोलामा ल्याउनु न त पानी पऱ्यो चिसो भयो भने घाँटी दुख्नु थालिदिइहाल्छ त्यसका बाजे हिउँदोभरि चाहिँ जतन नयाँ नयाँ भएपछि तातो कपडा लगाइन्छ घाँटीमा बेग राखेर अन्न नै बर्खा लगाएपछि त हुँदामा हिँडेर कपडाहरू निकाल्यो पातलो लगायो घाँटी बिगाऱ्यो हाम्रो स्याल बाघ ढपाउने आइडिया सुई ठाउँ त्यता पनि डढेर लगाएको रहेछ होइन मम्मी त्यहाँ भयो त्यहाँ कि त्यस्तै हो लगाएको उतातिर त खासै ठुलो जङ्गल त छैन नि कम्टा चन्दरी यो डढाइले सबै यो चन्दरी बुटिएर खर घाँस र सिठो मात्रै आएको त्यो डाँडामा मात्रै अलिअलि खर्थ्यो होइन चन्दरी अहिले चाहिँ खर मात्रै छ रहेछ होइन चन्दरी पनि छ यहाँबाट देखिन्न नि यो डाँडामा अलिकति बोरबाट डढाइले नगएको यो डाँडामा छ चन्दरी डढाइले गएको जति त खर डढेलो गएको यतातिर चाहिँ साथीहरू फरक पनि चन्दरी मरेर उहिलेर कति अबदेखि ड्याम्मै डाँटे फुल्छ पहिले ड्याम्मै पाक्कै फुले सबै डढेर लाएर न केही भुइँ देखिँदैन आजलभरि भुइँ देखिँदैन बाबुको बाख्रा चाहिँ बाख्रा त उता गयो त त्यो हाम्रो कि कसको हाम्रो चाहिँ त्यो हाल्थ्यो हाम्रो त उडै गएको छ बाबुले उडो करा वारे मैले काटेर यो उडोको वारे छ उ त्यहाँ तल रुखमा पनि उता पर्तिर सकेको छ खोइ एउटै बाख्रा देखिन्न त हाम्रो त मम्मी हामीले अबेला खोलेको त्यो उडै गएको छ फर्केर आउँछु साथीहरू म बाख्रा आएपछि देखाउँछु तपाईँहरूलाई ल साथीहरू हाम्रो चाहिँ बाख्राहरू आइपुगेछ त्यहाँ नजिक 2-3वटा त्यहाँ छ अनि अरू उपर कहाँ पो अरू त्यता छ त्यता तर छलिरहेको छ क्या सबै रुखहरूले यतातिर छ कोही चाहिँ यता आइसक्यो तर हामी चाहिँ अघिकै ठाउँमा बसिरहेको छु के गर्नु बाख्राहरू ज्ञानी छ चरेर आफै अघाएर आउँछ अनि हामी अब टक्कै यिनीहरूलाई घरमा लग्छौँ यसको अस्ति नि होइन सबिनसँग उ त्यहाँ नजिक होइन माथि पो त है एक वर्षमा कतिवटा बाख्रा पाठाहरू पाउँछ जम्मा कतिवटा जति हुन्छ 20वटा जति पाउँछ अनि अस्ति एकैचोटि 11-12वटा कसरी भयो त सँगै बोका खोज्यो न यसपालि त्यहाँ कसैको पाठा अगाडि मासियो त्यो घरमा अहिले 2टा बिहा छ न तिनीहरू 80 बिहाको मङ्सिरमा बिहाको मङ्सिरमा सबिनको बिहा वरिपरि बिहाएर बिजो तिनीहरू ब्याइसक्यो एउटा यही ब्यायो एउटा अर्को रातोमा बाख्रा मङ्सिरमै बिहाको सबिनको बिहा पछाडि बिहाको जम्मा यो रातोको बाख्रा चाहिँ सबिनको बिहा भन्नाले अगाडि बिहाको सबिनको बिहाको दिन जन्ती कुनीले रातोको बिहाको भाषामा आउने खुट्टी चाहिँ मरिगयो
म साथीहरू सबै बाख्रा आएपछि म देखाउँछु तपाईँहरूलाई घर जाने बेला अब चाहिँ है त। ठुलो साथीहरू हामीले चाहिँ गोठा गरेर बाख्रा पनि अब घर फर्काइसकेको छौँ। सो बाख्रा चाहिँ हाम्रो आए मरे कति धेरै धेरै अझै धेरै थियो, तर हामीले अहिले चाहिँ किन गर्मी हेर्न कत्रो ठुलो छ। चाहिँ घर पुग्न लाग्यौँ साथीहरू। अब मेरो आजको भ्लग चाहिँ यति नै हो। अब अर्को भिडियोमा भेटौँला साथीहरू। सबैले सब्सक्राइब गरिदिनु होला है त। बाई बाई।